पटक पटक मैले आइराख्ने र आउनै मन लाग्ने पन्थेको विद्यालय एउटा उदयमावि पनि हो। हाम्रो सार्वजनिक विद्यालय सामुदायिक विद्यालय गतिविधि प्रगति पथमा छन्। धेरै कुरा हाम्रो वडा अध्यक्षज्यूले पनि भन्नुभएको छ विद्यालयका विषयमा। विद्यार्थी अध्यक्ष हुँदै वडा अध्यक्ष हुनुभएको छ उहाँ। र यो मेरो व्यक्तिगत मेरो परिवार मभन्दा अघिल्लो पुस्ताले बसोबास गरेका ठाउँ पनि हो यो वार्ड नम्बर 2। त्यसकारण यो ठाउँप्रति मेरो भावनात्मक साइनो पनि छ। त्यो पनि मैले यहाँहरूलाई विनम्रपूर्वक जानकारी गराएँ। अब यो विद्यालयको विषयमा हाम्रो गणेश सरले बहुत सान्दर्भिक कुरो गरेर जानुभएको छ। हाम्रो कालिका माविको प्रभाव सरले अन्य वक्ताहरूले पनि महत्त्वपूर्ण कुरा गर्नुभएको छ। तर यी सबैका बावजुद यी सबैको उहाँहरूको आशयअनुसार हाम्रा विद्यार्थीहरू, हाम्रा विद्यार्थी भाइ बहिनीहरू, बालबालिकाहरूलाई कसरी सक्षम बनाउने, कसरी जिम्मेवार नागरिक तयार गर्ने, कसरी उहाँहरूमा सकारात्मक सोचको विकास गर्ने, त्यसमा हाम्रो पनि विद्यालयको पनि दायित्व छ। यो सिकाइ उपलब्धिको महत्त्वपूर्ण अङ्ग सिकाउने ठाउँमा हामी भाग हाल्ने त्यो महत्त्वपूर्ण कुरा पनि छ। र म यहाँ देख्दैछु हाम्रो अभिभावक पनि उपस्थित हुनुहुन्छ, उल्लेख्य मात्रामा उपस्थित हुनुहुन्छ। त्यसमा पनि हाम्रो महिला आमाहरू, दिदीबहिनीहरू उपस्थित हुनुहुन्छ। यो पनि यसको सकारात्मक पक्ष रहेको कुरा म विनम्रपूर्वक अनुरोध गर्न चाहन्छु। यहाँ हामीले उदयमाविमा छुट्टै एउटा पछाडितिर एउटा एकतले भवन छ, यहाँ देखिरहेको छैन अहिले। त्यसलाई इसिडी मैत्री कसरी बनाउने भन्ने कुरा पनि छलफल भएको छ विगतमा। अब यो कसरी यो सामुदायिक विद्यालयहरूलाई गुणस्तर पठन पाठनमा र गुणस्तरीय शिक्षामा कसरी लैजाने, यिनलाई समाजको अभिन्न अङ्ग कसरी बनाउने भन्ने कुरामा हामी लागि परेका छौँ। नगरपालिका लागि परेको छ। त्यही कुराको अपेक्षा हामी समुदाय, यसको सरकारवालाहरू, शिक्षकहरूबाट पनि आशा गर्दछौँ। मैले विनम्रपूर्वक अनुरोध गरेँ यो हाम्रो यहाँ पनि 1-2वटा विद्यालय मर्ज भए विद्यार्थी नभएर, तर त्यो विद्यालय विद्यार्थी छैनन्। तर त्यो विद्यालय मर्ज हुँदाखेरि समाजको चित्त दुख्दो रहेछ। जसका छोराछोरी छैनन् उहाँले पनि चित्त दुखाउनु हो, जसका छोराछोरी एकदम न्यून सङ्ख्या भएर चाहिँ अन्त जानुपर्ने हो उहाँले पनि चित्त दुखाउनु हो, जसका छोराछोरी सामुदायिक विद्यालयमा पढ्दैनन् उहाँले पनि चित्त दुखाउनु हो। त्यो किन रहेछ भन्दाखेरि विद्यालय समाजको सम्पत्ति हुँदो रहेछ। विविध कारणले बाहिर पढ्नुपर्ने अवस्था आए पनि चित्त दुख्दो रहेछ। त्यसकारण धराशायी भइसकेको विद्यालयको पनि कुरा आयो यो विद्यालयको विषयमा। र अहिले यो विद्यालय उठेर कम्तीमा 568 विद्यार्थीको सङ्ख्या यहाँ रहेछ। धेरै ठुलो सङ्ख्या नभए पनि यो ठिकै सङ्ख्या हो भन्ने हाम्रो बुझाइ छ। थप आगामी दिनमा विद्यार्थीको सङ्ख्या हाम्रो गतिविधिसँगै बढ्नेछ भन्ने कुरामा अपेक्षाकृत छु। र मैले पनि महसुस गरेको कुरा, हामीसँग शिक्षकहरू हुनुहुन्छ, इक्जाम दिएर आउनु भएको छ। तपाईँहरू कोही शिक्षक सेवा आयोग भएर आउनु भएको छ, पास गरेर आउनु भएको छ, कोही इन्टरनल इक्जाम दिएर आउनु भएको छ, अथवा तपाईँ जुन पनि ढङ्गले रिक्रुट हुनुभएको छ तपाईँहरू योग्य शिक्षक हो भन्ने कुरा हाम्रो बुझाइ छ। शिक्षक योग्य हामीसँग छ, भवनको संरचना हामीसँग छ, सामुदायिक विद्यालयसँग छ। तर किन अपेक्षाकृत परिणाम आइरहेको छैन? सिकाइ उपलब्धिको महत्त्वपूर्ण कुरा किन रिजल्ट आइरहेको छैन? यसमा छलफल कसले गर्ने? विद्यालयको शिक्षकको टिमले सबभन्दा पहिला गर्ने कि नगर्ने? यो महत्त्वपूर्ण कुरा छ। यो कुरा म तपाईँहरूलाई विनम्रपूर्वक अनुरोध गर्न चाहन्छु। बनाउँछौँ हामी टाउको ठोकिने गरी निहुरेर जानुपर्ने विद्यालयको गजब रिजल्ट हुने, हाम्रो चाहिँ गोइलित भवन भएको, कक्षा कोठा भएका विद्यालयको योग्य शिक्षक भएको रिजल्ट किन नहुने? कहाँ छौँ हामी? कहाँ चुकेका छौँ? त्यसकारण यसका विषयमा छलफल गरौँ, पटक पटक गरौँ।
बिहान 10 बजे घन्टी लाग्दा र गेटमा पुग्ने भन्ने कुराको अपेक्षा नगरौँ। आधा घन्टा अगाडि विद्यालय आउँ। परीक्षा जो छुट्टी होला र सकेसम्म लास्ट मिनट ग्याप भए जान्थे भन्ने कुराको अपेक्षा नगरौँ। बसेर मनन गरौँ। यो कुरा विद्यालयका शिक्षकले गरौँ, त्यसपछि अरू सबले गर्नुहुन्छ। अर्जुनजीले भने जस्तै हामीले धेरै कुराको यो आउँदै गर्दाखेरि प्रारम्भिक दिनमा धेरै कुराको चाहिँ हामीले चाहिँ सुन्यौँ कुरा। म विद्यालय प्राइभेट विद्यालयमा हेड टिचर भएर आएको पनि हो र पठन पाठन पनि मैले गर्थेँ र सामुदायिक विद्यालयको नैतिक जिम्मेवारी लिएको छु। अब त्यो विद्यालय परको कुरा भयो। त्यसकारण सामुदायिक विद्यालय उठ्नुपर्छ, यो समाजको अभिन्न अङ्ग बन्नुपर्छ भने हामीले कार्यपालिकामा काम गर्यौँ। तर मलाई हरेकले सोध्ने प्रश्न के भयो भन्दाखेरि यो शिक्षकको बच्चा यो स्कुलमा किन पढ्दैन, यो अध्यक्ष त्यहाँ भइराख्ने त्यसको बच्चा किन पढ्दैन, यसको नाति किन पढ्दैन। त्यस कारणले हामीले चाहिँ के गर्यौँ भन्दाखेरि यी सबै कुरालाई नैतिकतासँग जोडेर निर्णय गरेर गर्नुपर्छ भनेर कर्मचारीका पनि, विद्यालय व्यवस्थापनमा हुनेका पनि, शिक्षकका पनि र यसलाई नैतिकतासँग जोड्यौँ। या मलाई सोधेको प्रश्न मात्र होइन, यो तपाईँहरूलाई सोध्ने कुरा पनि हो। तपाईँहरूले हात डोर्याएर बच्चालाई अन्त लैजाँदै गर्दाखेरि त आफ्नो स्कुलमा किन पढाउँदैनस् भन्यो भने तपाईँसँग के जवाब दिनु? केही त दिनु पर्ला त। या त मेरो स्कुलमा चाहिँ राम्रो पढाइ हुँदैन भन्नु पर्ला, या त त्यहाँको बच्चासँग मेरो स्तर मिल्दैन भन्नु पर्ला, या त मसँग धेरै पैसा छ केही त भन्नु पर्ला। तर तपाईँले दिने जवाब कोही पनि त्यो सकारात्मक होइन र विद्यालयको हितमा होइन। त्यसकारण यो कुरालाई हामीले करिब करिब बाध्यकारी बनाउन खोज्यौँ। मैले त अदालतमा चाहिँ जवाब पनि दिनुपर्ने, बयान पनि दिनुपर्ने अवस्था आयो। यसको पनि समयले मूल्याङ्कन गर्दा यति कुरालाई मैले तपाईँलाई नैतिकतासँग जोड्दै यो कुरा विनम्रपूर्वक जानकारी गराएँ। अब हामीले पनि विद्यालयहरूमा यो ट्रान्सपोर्टेसनका कारणले पनि विद्यालय डिस्टर्ब भइरहेछन्, विद्यार्थीहरू आइरहेको छैनन्, प्रतिस्पर्धा छ भन्ने कुरा हो। विद्यालयको बस किन्ने कुरा गऱ्यो। अब बस किन्ने कुरा गर्दा गर्दै विद्यालयको बसको त युरो 3 को बस नकिन्न पाइने हो, युरो 6 को बस किन्न पाइने नेपाल सरकारले निर्णय गर्छ। फेरि पनि हामी केही विद्यालयहरूमा यस वर्ष यसै शैक्षिक वर्षभित्र विद्यालयको बस हाम्रो चाहिँ लोकेसन हेरेर बसहरू उपलब्ध गराइरहेछौँ र उदयमावि परेको छ। तर यहाँको शिक्षकहरूको, यहाँको व्यवस्थापनको थप कमिटमेन्ट हामी खोज्दैछौँ। स्कुलमा बस आएपछि के हुने त भन्ने कुरा कमिटमेन्ट खोज्दैछौँ। एउटा कमिटमेन्ट हामीले लिएका छौँ। त्यो कमिटमेन्ट सँगसँगै हामी सकेसम्म यस शैक्षिक सत्रभित्र यस विद्यालय बस पनि उपलब्ध गराउँछौँ भन्ने कुरा म तपाईँहरूलाई विनम्रपूर्वक जानकारी गराउँछु। र यो चाहिँ यहाँ धेरै दाजुभाइ दिदीबहिनीहरू आदरणीय अभिभावकज्यूहरू पनि हुनुहुन्छ। मलाई यहाँ आयो भने हाम्रो जग्गा नापजात भएको छ, कहिले पूर्जा पाइने हो भन्नुहुन्छ। अब यो अघिल्लोचोटि पनि मैले भनेर गएको थिएँ, यहाँ हामी अन्तिम चरणमा छौँ भनेर। अहिले पनि म विनम्रपूर्वक के भन्छु हजुरहरूलाई भने हामीले कृष्णपुर नगरपालिका वार्ड नम्बर 2 को 3280 किता चाहिँ हामीले प्रमाणीकरण गरेका छौँ। वार्ड नम्बर 1, 2 र 4 लाई जग्गाधनी प्रमाण पूर्जा हुने गरी कृष्णपुर नगरपालिकाले थप 3 करोड आन्तरिक आम्दानी गर्ने गरी चाहिँ असार 10 गते बजेट पनि बनाएको थियो। त्यही 3 करोडको कहीँ न कहीँ अंश बसमा पनि हुन्छ, अन्य खर्चमा पनि हुन्छ। बजेट हामीले बनायो। अब भन्यो भने यसो भन्यो भन्ने हुन्छ, त्यो त्यही भदौ 23 गते 24 गतेको जेनजी आन्दोलनसँगै हाम्रा डकुमेन्ट पनि जले, न्याय पनि विघटन भयो, यी सब कामहरू केही रोकियो। अब जेनजीलाई भनिसक्नु छैन, जेनजी आन्दोलनको कुरा भनिसक्नु छैन भन्यो भने चुनाव लडिराखेका एकाध दललाई पनि त्यसको पिन छुन्छ फेरि। त्यस कारणले यो काम पनि हामी सकेसम्म छिट्टै गर्नेछौँ भन्ने कुरामा चाहिँ विनम्रपूर्वक यहाँ उपस्थित हुनुभएका आदरणीय जो चाहिँ यसमा सरकार राख्नेवाला, चासो चिन्ता राख्नेवाला हुनुहुन्छ उहाँलाई म विनम्रपूर्वक अनुरोध गर्न चाहन्छु।
अब यो सकेसम्म हामीले कृष्णपुर नगरपालिकामा हामी आउँदै गर्दाखेरि त्यति दुर्गम ठाउँ पनि होइन, यहाँका 4वटा विद्यालयमा पक्की भवन एउटा पनि थिएन। हामीले भवन बनाउने कुराको सुरुवात त्यहाँबाट गऱ्यौँ। सकेसम्म हाम्रो बजेटले भ्याएसम्म यो टिनको भवनहरूलाई विस्थापित गर्ने प्रक्रियामा अथवा स्तरोन्नति गर्दै हामी गइराखेका छौँ। र यो कहाँ हुन्छ भन्दाखेरि जो विद्यालय चाहिँ प्रगति पथमा हुन्छ त्यही हुन्छ। मैले हाम्रो चाहिँ बमन सरले भन्नुभएको कुरा र हाम्रो चाहिँ आदरणीय चन्द्र सरले भन्नुभएको कुरा यसैमा जोडेँ। प्रगति पथमा हुने विद्यालयहरूको त्यो भौतिक पूर्वाधारमा पनि हुन्छ र हामीसँग अझ करिब 1 वर्षभन्दा बढी कार्यकाल छ। अझ पनि हामी एउटा बजेट बनाउँछौँ। यस शैक्षिक सत्रमा विद्यार्थी खचाखच भयो भने तपाईँहरूले गर्न सक्नुभयो भने विद्यार्थी भुइँमा बस्ने परिस्थिति आउने छैन। कृष्णपुर नगरपालिकाले अन्य ठाउँको विकास बजेट काटेर पनि भवन बनाउनेछ भन्ने कुरा म तपाईँहरूलाई विनम्रपूर्वक अनुरोध गर्न चाहन्छु। यति कुरा मेरो प्रतिबद्धता हो तपाईँहरूसँग। र पुनः मेरो अर्को कार्यक्रम पनि छ। मैले जानुपर्ने हुनाले यहाँ चाहिँ मैले आयोजकसँग अलिक छिटो समय मागेँ।